अब यो बाइक NS200 को चाहिँ हामी पनि इन्जिन बान्न लाखौँ। इन्जिन बान्नुभन्दा त्यसको बेलसेल चाहिँ भाँचिएको रहेछ। यहाँ दाइ चाहिँ खोल्दै हुनुहुन्छ। दाइ के भयो होला यसो क्लियर बोल्नु त। यसमा बेल पनि भाँचेछ, टेन्सन पनि झरेछ, एडेक्सन पनि भाँचेछ। यस्तो भएछ खै एडेक्सन, यस्तो छ एडेक्सनको हालत यस्तो भएछ। अब मैले खोल्छु, अब के भएछ हजुरले म भिडियोमा देखाउँछु। यो दाइ अब खोल्दै हुनुहुन्छ इन्जिनलाई। NX को इन्जिन यो खोलेसम्म चाहिँ साथीहरू तपाईहरु पनि यसो भिडियो चाहिँ हेरिराख्नु होला। तपाई पनि यसो काम आउला नि त तपाईहरुलाई पनि। ल अब दाइ चाहिँ खोल्न भयो इन्जिन। ल यस्तो भएको रहेछ है साथीहरु, हेर्नु त। यो पनि काटिसकेको छ, बेल पनि भाँचिएको रहेछ, पिस्टन पनि सकिएछ। ल यो चाहिँ केम्चन, यो पनि हो साथी। त्यही भएर हामी पनि भन्छौं धेरै बाइक पनि कुदाउन हुन्न के। धेरै कुदायो भने तपाईहरुको बाइकको पनि हालत त्यस्तै हुन्छ। एकदम स्लोली मा चलाउनु पर्छ, धेरै कुदाउनी पनि हैन। ल खोल्नु दाइ। ल एउटा भेलै गायब भएको रहेछ त। त्यही अघि देखाएको मैले, त्यो भेल कता गयो? त्यो अघि तपाईलाई देखाएको टुक्रा यहाँको छैन, यहाँ छ। के गर्ने? ल साथी अब यसको जब अब यस्तै हालत भइसकेको छ। अब हामी जन कावासाती पठाउने भयो मलाई लेथमा। अब त्यहाँबाट रिपेयरिङ गरेर अब यहाँ फिट गर्ने। अब तपाईहरुलाई पनि हामी पनि देखाउँछौं। टेस्नर पनि भाँचिएर यही अड्केको रहेछ दाइ, निकाल्नु त। ओ यसरी हुन्छ खै दाइ? यस्तो चाहिँ हुन्छ भाँचिएर, यस्तो भएको रहेछ त्यही भित्र। के गर्ने त? इन्जिन चाहिँ सब खोलेर चाहिँ राखिदिनु भयो दाइले। अब यिनीहरूलाई चाहिँ अब कावासाती चाहिँ पठाउनु भयो हामी पनि है। अब बोर्ड गर्न चाहिँ कावासाती लानु पर्यो। अब यस्तो हालत भइसकेको छ है। अब दोकान चाहिँ हाम्रो यही हो, सानो छोटो छ हाम्रो दोकान पनि, NX बाइक हो। ल साथीहरु अब इन्जिन चाहिँ खोलेर चाहिँ राखिसकेको है। अब अर्को भिडियो हेर्नलाई अर्को पार्टमा